नेपालीहरूका लागि दक्षिण कोरिया अहिले आकर्षक रोजगार गन्तव्यका रूपमा लोकप्रिय बनेको छ। नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सन् 2007 मा कामदार पठाउने सम्बन्धी सम्झौता भएको थियो। नेपालमा सन् 2007 मा नेपाल सरकार र दक्षिण कोरिया सरकार बीच MOU भएर 2008 देखि पठाउन सुरु गरिएको हो। हालसम्म 1,05,000 नेपाली युवाहरू दक्षिण कोरिया पुगिसकेको अवस्था छ र करिब 50 देखि 55,000 नेपाली युवाहरू अझै पनि कोरियामा काम गरिरहेको अवस्था छ। सुरुमा उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा नेपाली कामदारहरू काम गर्न जान्थ्यो भने सन् 2023 देखि सिपबिल्डिङ क्षेत्रमा, सिपबिल्डिङ भनेको पानीजात क्षेत्रमा काम गर्न लान सुरु गरेको हो र यो रुड इन्डस्ट्री क्षेत्र र सर्भिस क्षेत्र पनि लान सुरु गरिएको छ। दक्षिण कोरियामा नेपाल लगायत 16 वटा मुलुकहरूबाट कामदारहरू लाने गर्दछ, जसमा भियतनाम, मङ्गोलिया, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलङ्का, फिलिपिन्स, पाकिस्तान, कम्बोडिया, उज्बेकिस्तान, चीन, नेपाल, बङ्गलादेश, म्यानमार, इस्ट तिमोर र लाओस गरेर 16 वटा देशबाट दक्षिण कोरियाले कामदारहरू लाने गरेको छ। परीक्षाको आवेदन सूचना कार्यालयको वेबसाइटमा प्रकाशित हुन्छ। यसको योग्यता 18 वर्ष पुरा भई 39 वर्ष नकटेका, कलर ब्लाइन्डनेस नभएका व्यक्ति, प्रहरी प्रतिवेदनमा कुनै पनि प्रकारको फौजदारी अभियोग नलागेको नेपाली नागरिकले आवेदन दिन पाइन्छ। आगामी सालदेखि फर्म खुल्दाखेरि कोरियाको माग अनुसार त्यसको तेब्बर सङ्ख्याको आवेदन फर्म मात्रै लिइन्छ। कोरिया भाषाको फारम अनलाइन मार्फत भरिन्छ। कोरिया जान चाहनेले उक्त सूचना अनुसार फर्म भर्न $28 तिर्नुपर्नेछ। त्यसपछि EPSले यहाँ भरिएका फारम र तिरिएको शुल्क कोरिया स्थित HRD को कार्यालयमा पठाउँछ। त्यसपछि EPS सेन्टरले कम्प्युटर र ट्याबबाट भाषा परीक्षा सञ्चालन गर्छ। परीक्षा समाप्त भएपछि कोरियाको मानव संसाधन विभागले नतिजा प्रकाशन गर्छ। परीक्षाको रिजल्ट वेबसाइटबाट हेर्न सकिन्छ। नतिजा हेर्नका लागि www.epsnepal.gov.np मा जानुहोला। EPS कोरियाको कोरिया पठाउने माध्यम 3 प्रकारको छ, जसमा 2 प्रकारले परीक्षा लिएर जसलाई UBT र CBT भनिन्छ भने एक प्रकार उतैबाट एक कार्यकाल पुरा भई साउके सहमतिमा लेबर कन्ट्र्याक्ट उतैबाट लिएर आएर फेरि पुनः जानलाई सकिन्छ, जसलाई कमिटेड माध्यम भनिन्छ। एप्लिकेसन फर्म भर्दाखेरि चाहिँ पासपोर्टको फोटोकपी, अनि नागरिकताको फोटोकपी, PP साइज MRB साइजको फोटो, अनि पुलिस रिपोर्ट, मेडिकल सर्टिफिकेट, अनि तपाईँले कोरियन भाषाको इक्जाम दिनुभएको जुन प्रवेश पत्र छ त्यो प्रवेश पत्र चाहिँ पेश गर्नुपर्ने हुन्छ। स्वास्थ्य परीक्षणका लागि लगनखेलको पाटन अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल, भक्तपुरको नेपाल कोरिया मैत्री अस्पताल र मिन भवनको निजामती अस्पतालमा जानुपर्नेछ। चाहिने कागज: राहदानीको सक्कल प्रति, कोरियन भाषा परीक्षा दिँदाको प्रवेश पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो र स्वास्थ्य परीक्षणका लागि लाग्ने खर्च जम्मा 7,300 रुपैयाँ।
भाषा परीक्षा उत्तीर्ण भएपछि सिधै कोरिया गइन्छ त? कोरियन भाषा पास गर्दैमा रोजगारीको 100% ग्यारेन्टी हुँदैन। स्वास्थ्य परीक्षण पनि पास भएको हुनुपर्छ, साथै कुनै पनि सरुवा रोग हुनु भएन। नेपालको प्रचलित कानुन बमोजिम विदेश जान योग्य नागरिक हुनु पर्दछ। कुनै पनि गैर कानुनी रूपमा कोरियामा बसेको व्यक्तिले पनि कोरिया जान पाउँदैन। साथै कलर भिजन अथवा कलर ब्लाइन्डनेस भनिन्छ, त्यो यदि छ भने पहिले आफूले परीक्षण गराउनु होला। यदि त्यो देखियो भने कोरियन भाषाको तयारी नगर्नुहोस्, किनकि समय र पैसा दुवैको नाश हुन्छ। जब एप्लिकेसन फारम भर्दा केही विवरण नमिलेको रहेछ या मिस्टेक भएको रहेछ भने त्यो रिटर्न भएर आउँछ र त्यसलाई मिलाएर पुनः पठाउनुपर्छ। त्यसैले पहिले राम्रोसँग फारम भर्नुपर्छ। फारम भरिसकेपछिको प्रक्रिया www.eps.go.kr मा गएर आफ्नो EPS आइडी बनाएर आवेदक आफैले हेर्न सक्छन्। जसमा चाहिँ तपाईलाई सुरुमा eps.go.kr वेबसाइटमा हानिसकेपछि आइडी खुल्छ। त्यसमा आइडी राखेर पासवर्ड राखेर ओपन गर्ने। ओपन गरिसकेपछि हजुरलाई त्यहाँनेरि ल्याङ्ग्वेज सिलेक्ट गर्ने आउँछ। आइडी ओपन भइसकेपछि त्यहाँनेरि तपाईहरुको नाम आउँछ, तपाईहरुले प्राप्त गरेको स्कोर आउँछ, अनि के प्रक्रिया भइरहेको छ भनेर हेर्नको लागि त्यहीनेरि मुनि भ्यू इमिग्रेसन प्रोसेसमा गएर क्लिक गर्नु होला। छनौट भएपछिको प्रक्रिया के हुन्छ त? कोरियाको रोजगारदाताले छनौट गरेका कामदारको आइडीमा इस्यु भनेर देखाउँछ। इस्यु देखाएको दिनबाट बढीमा 90 दिनभित्र लेबर कन्ट्र्याक्टमा फरवर्ड हुनुपर्छ। डेट देखाइसकेपछि कार्यालयमा तपाईको एलसी साइन चाहिँ अटो हुन्छ। त हजुरहरु चाहिँ यहाँ कार्यालयसम्म एलसी साइन गर्नको लागि भनेर आउनुपर्ने हुँदैन, कार्यालयले नै अटो साइन गरिदिन्छ। लेबर कन्ट्र्याक्टमा साइन गरिसकेपछि आवेदकले ललितपुरको भैँसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गर्नुपर्छ। मैले चाहिँ इपिएस जानुभन्दा अरू प्रक्रियाहरू सकिएपछि एक्जाम अनि स्किल टेस्ट सकिएपछि अभिमुखीकरण तालिम लिएको थिएँ ललितपुर भैँसेपाटी स्थित एक हप्ताको भनेपछि जम्मा 6 दिन लिनुपर्छ। अनि त्यहाँ ट्रेनिङमा चाहिँ अब हामीलाई धेरै कुराहरू त्यहाँनेरि अब रेमिटेन्सदेखि लिएर अब औद्योगिक सुरक्षा, काम गर्दाको सुरक्षा, कोरियन कल्चरहरूको बारेमा, अनि अब मानसिक तनावहरूको व्यवस्थापनको बारेमा र वित्तीय व्यवस्थापनहरूदेखि लिएर धेरै कुराहरू सिकाउँछ। त्यसैले यो ट्रेनिङ लिनु चाहिँ एकदमै जरुरी छ। यो ट्रेनिङ लिए पश्चात चाहिँ मेरो आत्मविश्वास पनि अलिकति बढेको छ। यो ट्रेनिङ लिन चाहिँ जम्मा अब $63 हामीले तिर्नुपर्छ है। त्यसपछि यो ट्रेनिङ लिन पाइन्छ। भिजा आउने प्रक्रिया, त्यसपछि सर्टिफिकेट फर कन्फर्मेसन अफ भिजा इस्युएन्स जारी हुन्छ। यो भनेको अब आवेदकले भिजा पाउँदैछ भन्ने हो। अटो साइन भएको पनि म्याक्सिमम 90 दिनभित्रमा तपाईलाई सीसीबीआई कोरियाले चाहिँ कोरियाको इमिग्रेसनले साउले प्रोसेस गरिदिएपछि चाहिँ सीसीबीआई भिजा पठाउँछ। त्यो पनि डेट आएपछि हजुरहरूले चाहिँ आफ्नो सीसीबीआई आएछ भनेर आफ्नै आइडीमा जानकारी प्राप्त गर्ने हुन्छ। त्यसपछि चाहिँ कार्यालय आएर सीसीबीआई फर्म भर्नुपर्ने हुन्छ। सीसीबीआई जारी भएपछि तुरुन्त इपीएस शाखामा गई अर्को फारम भर्नुपर्छ। यसका लागि तालिम पूरा भएको हुनुपर्छ। नेपाल बैंक लिमिटेड काबाल शाखामा गई 7,800 बराबरको रकम बुझाइ
त्यसको 2% भाउचर लिएर आउनुपर्ने हुन्छ। साथसाथै तपाईँहरूको भिजा प्रोसेसको लागि सक्कली पासपोर्ट तपाईँको बुझाउनु पर्ने हुन्छ र पासपोर्ट साइजको 1% फोटो, नागरिकताको फोटोकपी, मेडिकल रिपोर्ट, पुलिस रिपोर्ट, भैँसेपाती तालिम केन्द्रमा तालिम गरेको सर्टिफिकेट र तपाईँको इक्जाम दिँदाखेरिको एडमिट कार्डको प्रति पनि आवश्यकता पर्दछ। त्यसरी CCVI फारम भरेपछि तपाईको राहदानी र अन्य कागजात कोरियन राजदूतावासमा पठाइन्छ। 1 हप्तामा भिजा आउनेछ। भिजा आयो कि आएन भनेर www.visa.go.kr को चेक एप्लिकेसन स्ट्याटसमा गएर आफ्नो पासपोर्ट नम्बर, नाम लगायत विवरण सबमिट गरेपछि हेर्न मिल्छ। भिजा आइसकेपछि सुरुमा प्रपोजल फ्लाइट लिस्ट प्रकाशित हुन्छ। त्यसपछि आवेदकहरूले कोरिया जाने तयारी थाल्नुपर्छ। प्रपोजल फ्लाइट लिस्ट पछि उडानको ठिक 1 हप्ता अघि फाइनल फ्लाइटको नामावली प्रकाशित हुन्छ। फाइनल फ्लाइटको लिस्टमा नाम प्रकाशित भएपछि आवेदकले आफ्नो राहदानी लिन EPS को कार्यालय जानुपर्नेछ। EPS मार्फत कोरिया जाँदा 4वटा किसिमका पेमेन्टहरू गर्नुपर्ने हुन्छ। पहिलो विषय भनेको G2G म्यानेजमेन्ट फी भनेर जुन $46.20 हामीले EPSले माछापुच्छ्रे बैङ्कको खाता खोलेका हुन्छौँ। त्यो खातामा तपाईँहरूले त्यो पैसा जम्मा गर्नुपर्ने हुन्छ। दोस्रो भनेको आवधिक बिमा बापतको रकम तपाईँहरूले बुझाउनु पर्ने हुन्छ। यो आवधिक बिमा बाबतको रकम चाहिँ एभरेजमा $65 छ र यो उमेर अनुसार घटबड हुन्छ। अलिक कम उमेरको लागि कम पैसा र बढी उमेरको लागि बढी हुने गर्छ, तर एभरेजमा $65 तपाईँहरूले बुझाएको हुनुपर्छ। यो बुझाउनको लागि चाहिँ नेपाल सरकारको सूचीकरण भएका विभिन्न बिमा कम्पनीहरूमध्ये तपाईँ कुनै कम्पनीलाई पनि तपाईँले चुज गरेर त्यसमा तपाईँले पैसा तिरेर गर्न सक्नुहुनेछ, अनलाइनबाटै पैसा दिन सक्नुहुनेछ। र तेस्रो भनेको वैदेशिक रोजगार कल्याणकारी कोषमा ₹2500 बुझाउनु पर्ने हुन्छ। त्यो पनि तपाईँ त्यसैभित्र गएर त्यो पेमेन्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सुरक्षा कोषमा न्यूनतम तपाईँले ₹2308 बुझाउनु पर्ने हुन्छ। यसरी यी विभिन्न किसिमका त्यहाँ तोकिएका विवरणहरू बुझाइसकेपछि तपाईँको अटोमेटिकल्ली श्रम स्वीकृति हुन्छ। 4 वर्ष 10 महिनाको जुन 5 वर्ष पहिलो कार्यकाल अवधि सकाएर फेरि पनि म कोरियामा पुनः प्रवेश गर्नको लागि यही 2024 जुलाई 8 तारिक फेरि कोरिया प्रस्थान गर्दैछु। आफैले मेहनत गरेर पढेर हैन EPS कार्यालयको जुन वेबसाइटमा गएर सूचना नोटिसहरू हेरेर कोही कसैको लोभ लालच नगरिकन आफै पढेर आफै इक्जाम दिएर स्वयं खुद आफै पैसाहरू तिर्नुपर्ने ठाउँमा आफै उपस्थित भएर चाहिँ गरिरहेको छु। त्यही आफ्नो अलिकति गाह्रो भनेको चाहिँ समयको पर्खाइ हो। ध्यान दिनुपर्ने कुरा, कोरियन भाषा परीक्षा उत्तीर्ण गरेपछि रोस्टरमा बस्न पाउने तपाईको अधिकारको 100% ग्यारेन्टी हुन्छ। फेरि भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको रोजगारीको छनौट प्रक्रियामा सामेल हुनु मात्र हो, रोजगारीको ग्यारेन्टी होइन।
भाषा परीक्षा पास भए भन्दैमा आफ्नो पेसा व्यवसाय त्याग्नु हुँदैन। न्यून नै भए पनि प्रक्रिया कुनै पनि बेला कुनै कारणले रद्द हुन सक्छ। कमाएको पैसा कानुनी मान्यता प्राप्त निकायबाट नेपाल पठाउनुहोला। अनावश्यक खर्च नगर्नुहोला, साथै आफ्नो स्वास्थ्यको पूर्ण रूपमा ख्याल गर्नुहोला। यदि तपाईको पहिलो सपना कोरिया भए पनि दोस्रो सपना नेपाल आएर उद्योग व्यवसाय गरेर बस्ने हुनुपर्छ।